यदि कहाँबाट जानु पर्यो भन्दा रोडै अझै मेरो पारे वहीँ खोइदिएको पारे ढुङ्गा के पारे ढुङ्गा हो यहीँ नसिधै त्यहाँ ढुङ्गा छन् भयो तर यहाँ रोड ढुङ्गा वहीँ बाटो छ सेतो ढुङ्गा हो सेतो सेतो त्यहाँबाटै तल जानु पर्यो रोड जानु पर्यो ए तल गएर तल बाटो भएर जानु पर्यो होइन कोही तैँले यति ढुङ्गा सिधै गयो तल्लीको दोकान छ न त्यो दोकान सिधै गयो तल्ली घर छ न यहीबाट लागेर सिधै घरै नै गयो तैँले गाला आयो कि पुल छ उही पुल तर्यो अरे आज परमल लगाए स्कुल छ घर छ नि भइहाल्यो लगाएको त्यो तपाईँलाई सिधा तिनीहरू घरमा रोड जस्तो बाटो छ अरे चक्लेट 30 क्या सो गाइज हामी चाहिँ अहिले यो माथि तुडखेल भन्ने ठाउँबाट चाहिँ अलमोस्ट हामी 30 मिनट जस्तो हिँडेर चाहिँ यो एउटा बैजनाथ भन्ने स्कुल रहेछ माथि त्यो स्कुलभन्दा अलिकति तल आइपुगिसक्यौँ र अब चाहिँ हामीले हेर्दा चाहिँ हामी पुग्नुपर्ने डेस्टिनेसन त्यो डाँडा देखिरहेको छ नि ठ्याक्कै यहाँबाट चाहिँ त्यो ब्राउन कलरको हो त्यो डाँडासम्म चाहिँ हामी पुग्नुपर्ने छ है त्यहाँसम्म पुग्न आई गेस अब हामीलाई चाहिँ यो गाउँको यताको स्थानीय बासिन्दाहरूले चाहिँ 1 घन्टा लाग्छ भनेर भन्नुभएको छ सो आई होप हामी चाहिँ 1 घन्टामा त्यहाँसम्म पुग्छौँ र अहिलेको टाइम हेर्नु पर्दा चाहिँ 1:13 भयो आई गेस हामी 2:13 अथवा 15सम्म चाहिँ हामी त्यहाँ पुग्नेछौँ र होप हजुरहरू हामीसँग ट्युन हुँदै गर्नु सो हामी हजुरले त्यहाँ लगेर चाहिँ के छ त्यहाँ भनेर देखाउनेछौँ है दिदी यो अझै मेरो कोट कहाँबाट जान्छ यहाँबाट तल ए कुन चाहिँ डाँडा हो यो कि यो यता त्यो देखिरहेको डाँडा ए त्यो पो रहेछ हामी चाहिँ यता सोचिरहेको थियो त्यो हाम्रो अलि मिस्टेक हुन पुग्यो ठिक छ अझै मेरोको डाँडा चाहिँ त्यहाँ रहेछ कति घन्टा लाग्छ यहाँबाट अब हामी चाहिँ अबको आधी घन्टामा अझै मेरो कोट टच गर्छौँ सो यहाँबाट चाहिँ अब टोपोग्राफी हेर्दा चाहिँ यता पनि डाँडा यता पनि डाँडा यसको मतलब चाहिँ कहिले पनि दुईवटा डाँडाको बिचमा एउटा खोला अथवा नदी हुन्छ सो आई होप त्यो बिचमा चाहिँ एउटा नदी छ होला र हामीले चाहिँ पुल क्रस गरेर उतै देखिरहेको रोड चाहिँ हिँड्नुपर्छ होला खै उता देखा त उतै देखिरहेको रोड चाहिँ हामीले हिँड्नुपर्छ होला र त्यहाँ एउटा सानो गाउँ पनि रहेछ एकचोटि हामी त्यहाँ पुगेर चाहिँ त्यो गाउँलाई पनि एक्सप्लोर गर्नेछौँ चक्लेट समाउ मिठो चक्लेट हो नि त थ्याङ्क यू भन लजाउँदो रहेछ लगाए खरदार बाजेले कसै टुरिस्ट आयो भने खरदार बाजेले घुमाउने गर्छ होइन सबै कुरा भन्ने उसले गरेछ अनि अरू विशेष बुढापाकाले थाहा होला त्यति धेरै बुढा अब हिँड्नु पनि सक्दैन नि त त्यही भएर हाँ
पुरिरहेछ त विशेष सो फाइनली आफ्टर हाम्रो 1 घन्टाको वाकपछि हामी यो दरबारमा आइपुग्यौँ गाइस। अघि लास्ट टाइम मैले जुन ठाउँबाट देखाइरहेको थिएँ नि त्यो डाँडामा जानु छ भनेर। सो हामी अघि आउँदा चाहिँ त्यो डाँडा भएर आउनु पऱ्यो। लुक यो अगाडिको फर्स्ट डाँडा देखिरहेको छ, त्योभन्दा ठ्याक्कै पछाडि एउटा छ, त्यहाँबाट भएर चाहिँ आउनु परेको थियो। सो 1 घन्टाको ड्युरेसनमा चाहिँ हामी यो ठाउँमा आइपुग्यौँ। सो अब हामी एक्सप्लोर गर्न गइरहेको छौँ है दरबार कस्तो छ के छ भनेर। स्टार्टिङमा होला नि त कतै पछाडि के छ एउटा तबेला ल यहीबाट जाउँ त यो चाहिँ राजगुरु निवास रहेछ यो त्यो जमानाको जति एरिया हुन्थ्यो नि त्यही अनुसारले बनाएको छ कि यो ठुलो हुनु पर्थ्यो नि त त्यही त यहाँ एउटा कोठा लास्ट कता भन्छ यही होला नि विशेष बाटै बाटो छ त तलबाट माथि आउने हो कि यो पहिलो गुफा होला नि त हेलो त्यो आवाज नि अनि सजिलो चाहिँ यही रहेछ फेरि चढ्नलाई तर यसको हामी केही थाहा भएन त्यहाँ कहाँ सजिलो छ उत्तैमा पुग्यो होइन मान्छे अनि त्यहाँ त्यसपछि यहाँ पुग्यो यता 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 हेर्दा होइन साइकल हुनु जान्थ्यो दिस इज द रियल केभ ल केप पनि हेऱ्यो डाँडा हेर्दा अगाडि भर्नुभयो दाइ पानी धन्यवाद दाइ हजुरलाई हजुरले खानुभयो एकछिन हामी पानी खाइदिउँ न के है पानी चाहिँ रमाइलो भयो है दाइ आज होइन भइहाल्छ कहिले काहीँको भेटाघाटी कहिले काहीँको भेटघाटी त हो नि अब त डढे बुढामा यसो भेटघाटी भइरहन्छ भइरहन्छ अब त तपाईँ ढेक्किनुहुन्छ नि उता बजारतिर कमसेकम 1 वर्षसम्म यस्तै हटिन्छ अब त्यसपछि आफ्नै पसल हालिन्छ यतै डलिन्द्रामै बच्चाहरूलाई पनि पढाउन सजिलो छ नि त यता बोर्डिङहरू पनि नजिकै छ